रुम हो बाहिर बटनको यस्तै छ यस्तै छ यस्तै छ दुःख सुख हो तामा केलाउँदैछ अरे स्टेपले तामा केलाउँदैछ एउटी माथि गएर बिस्ते गएर बजार देख्छौ बजार भन्नु कहाँ बजार हुन्छ भने आइटोल बजार देखिन्छ आइटोल बजार अरे आइटोल चेकपोस्ट यो चेकपोस्ट हो चेकपोस्ट काकोपुको केसीसी चर्च ऊ मारानाथा स्कुल देख्यौ आइटोल बजार हो काइलाङ मेरो काकोपीको पर देख्यौ यस्तो छ ओके छ होइन यस्तो छ दामी देख्यौ यो आइटोल बजार हो काकोपी बजार उता तल सानो खोला ओ पर समिल आइगाउँ कस्तो देखिँदैन ओ त्यहाँ पानी राख्ने ठाउँ मेरो सबै थोक छ देख्यौ म बसेको जग्गा यही हो देख्यौ यस्तो छ यति दामी यो मणिपुर काङपोपी होइन यो पोखरा हो पोखराको सिन यस्तो लाग्यो देख्यौ हरियो निलो हरियाली छाको यस्तो दामी यो म बसेको ठाउँ यो हाम्रो कानकोपीको केसीसी चर्च अर्को छ भने यहाँ त्यो थमस ग्राउन्ड चाहिँ देखिँदैन म फेरि भित्रबाट बाहिर जाँदैछु यो स्टेप देख्यौ यो स्टेप यो ईसा टेप हो ईसा टेप स्टेप हो देख्यौ एउटा दिदी छ एउटा दिदी सुतिरहेछ देख्यौ सुतिरहेछ करिसु नाटे हेरे यो स्टेप देख्यौ यो स्टेप हो स्टेप स्टेप देख्यौ यो स्टेप यो रुम हाम्रो दिदीले तामा खेलाउँदैछ देख्यौ त्यो तामा यहाँ भाइ छ खेल्दैछ हाई बोल हाई बाई देख्यौ कस्तो तल कस्तो हरियाली दामी छ देख्यौ कस्तो छ म बसेको जग्गा है यो गाडी छ यो अलिकको देख्यौ बिल्डिङ अरू टोइलेट बाथरुम पर टोइलेट सब्जीहरू देख्यौ के राखेको कस्तो राम्रो छ कति राम्रो देख्छौ हेर्नु है त्यहाँ सुँगुरको घर छ त्यो चर्चको कतै छ
टोइलेट यहाँ नि बारी नदी हेर्ने नदी छ यी यस्तो खोलामा पानी बगिरहेको छ ऊ खोलामा पानी ल त गान्जाको बुट्टा यहाँ ट्याङ्की कुवा छ यो होइन मकैबारी भनेको छ नि एउटा देख्यो कस्तो छ कस्तो लाग्यो त खनी यता खनी फल्दैछ टिपेर खाइसक्यो स्ट्रबेरी अब सब्जी बगान देख्छ हेर्छ भने ल्याएर सब्जीको बगान कच्छु कच्छु छ देख्यौ देख्यौ कस्तो रहेछ त आमहरू त आम टरम्मै आम फलिरहेछ हेर आम कसरी फलेको छ आम फलेको देखेछ र आम कसरी फलेछ हरियो घाँस जुन पनि लागेछ देख्यौ जुन यहाँ र भेन्डीको बुट्टा यहाँ तिते बैगुनको बुट्टा यहाँ इस्कुसको झ्याङ इस्कुस कस्तो छ देख्यौ एकदमै इस्कुस फलेछ फलेको त छैन बुट्टा भयो अब सक्यो सिमीको बुट्टा यता मकै अरू के चाहियो भयो त सक्यो हेर न कस्तो राम्रो छ दामी एउटा हाम्रो अर्को दिदी आउँदैछ देख हाम्रो एउटा अर्को दिदी बजार दोकान जाँदैछ अर्को दिदी दोकान गयो हेर न हाम्रो मेडमले सब्जी पकाउँदैछ देख्यो गर्दैछ ल ओके छ त